ब्याक आवर न्यू भिडियो र आजको भिडियोमा चाहिँ हामी खेल्न गइरहेको छौँ एमएलबिबी र आज चाहिँ मेरो एमएलबिबीमा फर्स्ट टाइम म खेल्दै गइरहेको छु एमएलबिबी र एमएलबिबीमा म लेभल 7 भएको छु र मेरो प्रोफाइल धेरै राम्रो पनि छैन र म भर्खरै खेल्न लागेको हुनाले गर्दा मसँग हिरो धेरै छैन र म यो गेम अझै बुझेको छैन र ओके मसित हिरोमा हेर्न सक्नुहुन्छ धेरै त छैन अलिअलि छन् र म लेभल 7 पुगेको छु लेट्स गो ओके अब हामी गेम स्टार्ट गर्नेछौँ र स्टार्ट गेम ल स्टार्ट गेम गर्छौँ सो म्याच फाउन्ड भइसकेको छ अब हामी गेम इन्टर गर्दैछौँ सबैले भिडियोलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला म चाहिँ अहिलेलाई अल्फा लिन्छौँ ओके अल्फाको ड्यामेज अलि बढी जस्तो लागेको छ अल्फा भइसकेको छ हामी सिलेक्ट गरिसकेका छौँ ओके अल्फाको मसित अरू स्किन छैन यो नर्मल स्किन छ अल्फाको म्याच सिर्फ म एउटा म्याच खेलेको छु त्यो म्याच मैले जितेको छु र अरू केही छैन त्यो अलिअलि छ ल ओके अब 12 सेकेन्ड बाँकी छ 9 8 7 6 5 4 3 2 1 0 ल म्याच अब स्टार्ट हुन लागिसकेको छ मेरो टिममा मैले अझै क्यारेक्टर्सहरू चिनेको छैन कस्तो छ कुन हो भन्ने ल ओके लेट्स गो ओके म यता ओके यता जाम यता ओके पहिला मिनियनले दिनुपर्छ फर्स्टमा यिनीहरू गएपछि बल्ल ओके ओके ल ओके ओ 1 किल फर्स्ट किल भइसकेको छ ओके लेट्स गो कोही आएको छैन यसलाई मारेपछि पैसा मिल्छ ओके ओके यसलाई मार्नुपर्छ न्यू एबिलिटी ल यो यसले मारिसकेछौँ हामीसँग अब 2 यहाँ माथि देख्न सक्नुहुन्छ ओके लेट्स गो लेट्स गो किल हुन लागिसकेको छ भाग्यो ल मरिसकेको छ हेर्न ओके अब हामी यहाँ प्लस गरेर गर्न सक्छौँ यताको साइड क्लियर भइसकेको छ यता कोही आएको छैन अब हामी यता जाँदैछौँ ओके यताकोमा एउटा मलाई एनिमी देखिसकेको थियो ओके यहाँ यता म्यापमा हेर्न सक्नुहुन्छ यता इम्पोर्टेन्ट यहाँ यता मार्दै आइसकेको छ र अब हामी यताबाट यसलाई यो यता एनिमी आइसकेको छ एनिमीलाई हामी अब गर्दैछौँ ल ओके एनिमीलाई मारिसकेका छौँ र अब हामी यतैबाट सबैलाई पहिला जानेछौँ ल अब हामी यो टावरलाई चाहिँ मार्नेछौँ र यो टावर मर्यो यो टावरलाई हामीले गरिसकेका छौँ र अब हामी अगाडि ओके अगाडि चाहिँ धेरै नै छन् ठिक छ अट्याक यो क्यारेक्टर राम्रै रहेछ ओके यो पनि मरिसकेको छ ल अब पछाडिबाट मिनियनहरू आउँदैछन् यसलाई चाहिँ गर्नु पर्यो यसलाई दिनु पर्दछ ल
म्याच धेरै इन्टेन्ट भइसकेको छ सिट मरे 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 त्यहाँ म एक्लै भएको थिएँ क्या त्यही भएर ल ठिक छ यताबाट त यताको माहौल कस्तो छ यता हेरौँ ल यता नि ठिकै छ ल ल हामी फेरि जाँदैछौँ त्यही ठाउँमा ओके यता लडिरहेको थिएँ एरोले यता जा भनेको छ लेसी यता के छ ओके यता धेरै नै मान्छेहरू छ ओ यता 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 ए यता इनिमीहरू छन् ओके यताबाट चाहिँ यो टावरले हान्छ ल 1v ओके यहाँ सिट म चाहिँ यहाँ टावरमा नउसिकन मार्छु जस्तो लाग्छ कि अब यो टावरले मलाई मारे कि यो टावरले खालि डिस्टर्ब गरिरहेछ यो टावर अब म यता जाँदिनँ ओके यता इनिमी छ यताको साइडमा फास्ट कसो ल ओके मरिसकेको छ यता समय हाल्नु के अरे यसलाई यता समयले हाल्छ होला ल मरिसकेको छ ल हामी चाहिँ सुरुमा मिनियनलाई चाहिँ जान दिन्छौँ सुरुमा यो कुन क्यारेक्टर अगाडि छ ल सकिसकेको छ अब ल यता भइसकेको छ सब ल सब यताको नै मरिसकेको छ र हाम्रो चाहिँ मरेको छैन यसले चाहिँ मर्न लाग्यो ल ड्यामेज गरी उसले खाइरहेको छ ओके लेट्स गो ओके ओके सब सकिसकेको छ यता ल अब सब मिनरहरू अगाडि जानुपर्छ ट्राई टु युज ओके यता भाग्नु पऱ्यो त्यहाँ हाम्रो कोही छैन ओन्ली सिर्फ म एक्लै छु ठिक छ ओके यता जानुपर्छ यता लडी चल्दैछ यता आएँ म सब अब यता सब आउँदैछ नि यता ठिक छ ओके सब छ यसले मारिसकेको छु अब चाहिँ उफ यता मरलाई ओके ल ओके भाग्नु पऱ्यो रिकल ओके यता झाडीमा लुक्नु पऱ्यो झाडीमा ल यता रिकल भइसकेको छौँ हामी यता रिकल भएपछि हेल्थ फ्रीमा पाइन्छ ल अब यता चाहिँ फास्ट कम ओके फर्स्ट सुरुमै मै थापिन गएको छु यसो यताबाट कुद्नुपर्छ जस्तो लाग्यो ओके यता सब आयो यता हामी सब छौँ यसलाई मार्दैछौँ
ल ल सब सकिसकेका छन् अनि यता हामी ग्रुपमा छौँ अनि राइट अब यहाँ भइसकेको छ यता 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 अब हामी ग्रुप बनाएर चाहिँ यहाँ अट्याक गरिरहेको छौँ अब यो यताको टावर बाँकी छ ओके यसलाई मार्नु पऱ्यो क्या पहिला ल यता मारिसकेको छौँ अब हामी फेरि यता जानेछौँ अब यो टावरलाई खतम गर्नुपर्छ अगाडि नै ए ओके टावर सब भइसकेको छ ओके सब मरिसकेका छन् यहाँ अहिले अझै भित्र त्यो मलाई त्यहाँ चाहिँ नजाउ यहाँ यसो रिकल गर्नुपर्छ रिकल भएपछि हेल्थ फ्रीमा पाइन्छ र आधी भइहाल्छ र अब यहाँ मिडियनहरूसित हामी फेरि जानुपर्छ यसरी मिडियनसित गएपछि चाहिँ भइहाल्छ ल अब हामी चाहिँ सिधै सबै नै अट्याक गर्नेछौँ यताबाट सब आउँदैछन् यताबाट सब आउँदैछन् ठिक छ ओके ल यो सब आउँदैछ सबैले यहाँ सबै यहाँ धेरै नै आएको थियो ठिक छ मैले एउटा कता हेल्थ खतम गरिदिएको थिएँ त्यही भएर ल हाम्रो 23 छ उनीहरूको 14 छ 10 मिनट भइसकेको छ खेल स्टार्ट भएको अब म्याच स्टार्ट भएको अब के हुन्छ हेर हामी जित्दिन त हामी जितिन्छ जस्तो छ ओके यही हेर्न चारवटा यहाँ सब आउँदैछ हामी पनि तिनीहरू अघि मलाई ग्रुप भएर मारेको थियो अब हामी पनि हुनु पऱ्यो भनेको ल यसलाई अर्कै चलिरहेछ साढे यता म यता यता जानुपर्ने सबै छन् रिगन लिनुपर्छ र सबलाई मार्नुपर्छ अनि यसलाई त ओके हेल्थ कम छ फेरि अब रिकल लिनुपर्छ रिकल लिएपछि चाहिँ हेल्थ उता गएपछि बढ्छ ल अनि फेरि हामी यता आइसकेका छौँ ओके सब स्टेटमा आउँदैछन् हामी पनि स्टेटमा जानुपर्छ उताको सब प्लेयरहरू मरिरहेछन् ल ओके ओके यो चाहिँ मोन्स्टर हो के खै यो लास्टै नै म जति खेल्छु र त्यति धेरै चाहिँ यो ल यो चाहिँ मरिसकेको छ अगाडिबाट कति त्यहाँ सबै आएको क्या यहाँ हाम्रो टिममेटहरू चाहिँ कोही आएको छैन यहाँ कोही आएकै छैन कि त्यही भएर यो भन्नुपर्छ कि पनि म्यापमा हेर न ल हाम्रो त म मात्र मार्छु उताको सब मरिरहेछ ठिक छ म यिनीहरू अब म पनि यही ग्रुपसित मात्र जान्छु म धेरै अगाडि ल्याएँ म अगाडि लगाएपछि चाहिँ यहाँ सबै बिग्रियो यहाँ धुमाकाधार गरेर जान्छ ल ठिक छ
ओके ओके ल भयो भइसकेको छ ल म यहीँ लुकिरहेको छु म्युजिक ओके त्यसमा कोही छैन नि ल अगाडि जानु 5 सेकेन्ड पछि यो रिगेनको हेल्थ आइहाल्छ यहाँ यसपछि ओके रिगेन लिएपछि हेल्थ बढिरहेको छ कताबाट जाने होला यताबाट सब आइरहेको छ म चाहिँ अहिलेलाई घरै जानुपर्छ जस्तो लागेको छ के अरे एउटा बेसमा जानुपर्छ बेसमा गएपछि चाहिँ हेल्थ बढ्छ हेल्थ फुल हुन्छ र फुल भएपछि ठ्याक्क रिगम पनि भइहाल्छ र भइहाल्छ त्यसपछि रिगल भएपछि हुन्छ ल सबैलाई यता 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 यसको हेल्थ कम छ अब उता मर्छ सब यहाँ यताउताबाट ग्रुप बनाउँदै आएको छ हाम्रो सब मरिसकेको छ त्यही भएर ल 18 ओके म यहाँ चाहिँ साइडमा यही यस्तो बिचबाट आउँछ फेरि त्यही पैसा सुरुमा मिनियन्सहरूलाई दिनुपर्छ त्यसपछि बल्ल चाहिँ हामी यहाँ जानुपर्छ यस्ता भाडाभुरी आएछन् फेरि बाटो होला पनि केही गर्छन् जस्तो छ ल अब हामी चाहिँ सब ग्रुप बनाएर बसिरहेको छौँ यिनीहरूलाई मारेपछि चाहिँ पैसा पाइन्छ ल यताबाट सब यहाँ हामी यहीँ बसेपछि उताबाट सब यहाँ हुन्छ त्यसपछि हुन्छ यहाँ ओके यहाँ आइपरेको छ ओके ओके यहाँ निकै नै भयानक म्याच चलिरहेको छ ओके हामी चाहिँ सब यहाँ सब हामी चाहिँ यहाँ सबै यहाँ मिलेर यहाँ गरिरहेको छौँ यसलाई चाहिँ कसरी गर्ने होला ल यो पनि मरिसकेको छ ल ओके ल यो पनि हामी जितिसकेको छौँ यो म्याच र हामी उनीहरूको बेसलाई डिस्ट्रोय गरिसकेको छौँ ल भिक्टोरी ट्याप ओके सबैभन्दा धेरै करेक्टहरू छ कन्टिन्यू र मैले चाहिँ म भइसकेको छु एमबिबी कन्फर्म सो मैले चाहिँ 21वटालाई मारिसकेको छु ल ठिक छ क्विट गरौँ र फेरि अर्को पनि म्याच खेल्ने हो त ल खेलौँ ल अर्को पनि म्याच खेल्छौँ यहाँ लेभल ग्रोथ ओके हामीले चाहिँ 18,000 ब्याटल पोइन्ट्स पायौँ ओके battle point can be used purchase 50% offer message 30 नयाँ 30,000 छ अब 30,000 यहाँ 32 मैले चाहिँ यो मन परिरहेको छ किन यो डिलिभरिटी डिफिकल्टी छैन यो डिफिकल्ट छ चलाउन फेरि यो अलि यो डिफिकल्ट छ फाइन्ड द नेटन कस्तो छ यसको डिलिभरिटी नराम्रो छ अल्फा छ समसित के हो यो फेरि डिलिभरिटी छैन कन्ट्रोल सन उरानस यो कस्तो छ यो ओके मलाई लाग्छ म यो किन्छु जस्तो लागेको छ किन मलाई यो चाहिँ मलाई राम्रो लागेको छ ल म अझै 2,000 रुपियाँ
लिएपछि चाहिँ हामी चाहिँ गर्नेछौँ ल। ओके, यहाँ कसको आएको छ, टुडे फलो अस अन सिस्टर इनबक्स इम्पोर्टेन्ट नोटिस मेल गिफ्ट। कसैले हानेको छैन गिफ्ट ल, ठिक छ। ऱ्याङ्क खेल्ने कि अरू खेल्ने? मोड ऱ्याङ्क पनि मिल्छ, क्लासिकमा आयो। यही ऱ्याङ्क नै खेलौँ, ऱ्याङ्क पुस हान्नु पऱ्यो आनन्दले खेल्ने ल, ठिक छ। स्टार्ट गेम भइसकेको छ र ओके, प्रिपेरेसन केही छैन। यो के हो, यो जङ्गल सर्भाइभल ल, इन्टर गरौँ गेममा। दुईवटा नेपाली रहेछ हाम्रो टिममा, एउटा कुनै एउटा जापानिज। यसपालि हामीले कुन अल्फा नै युज गरौँ। हाम्रो टिममा एउटा जापानको, एउटा कुन टिम थाहा छैन, यो थर्डको फोर्थको खै कुन टिम यो थाहा भएन है ल। चार्ज ड्यामेज रिकमेन्ड, यो जङ्गलमा गएर चाहिँ मैले तिनी क्र्याबहरूलाई मारेर चाहिँ पैसा पाइन्छ क्या, हो त्यहीबाट चाहिँ हामीले किन्न पाइन्छ हिरो हो। म चाहिँ पैसा जम्मा गरेर आएको छु हो, त्यही भएर ल। गेम स्टार्ट हुन अब 5 सेकेन्ड। 6 5 4 3 2 1 ओके, लेट्स गो। ओके, हेर है त, यो पनि पुऱ्याउनु छ। तपाईँले अहिलेसम्म भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने फास्ट गरिदिनु होला। यस्तै धमाकेदार भिडियोको साथ हामी फेरि पनि उपस्थित हुनेछौँ र यो च्यानललाई सब्सक्राइब गर्नु होला। यस्तै अरू पनि भिडियो आउनेछ एमएलबिबी अरूको, हामी अरू पनि गेमहरू खेल्नेछौँ। अहिलेलाई चाहिँ हामी एमएलबिबी खेलौँ, ठिक छ ल। ओके, यता यताबाट जाऊँ है ल। यहाँ ओहो, यिनीहरूलाई मारेर चाहिँ हामीले पैसा पाइन्छ कि। ओके, म यसलाई मार्छु, तपाईँसम्म हेर्नु होला। हामीले यहाँ तपाईँ माथि देख्नुहुन्छ 68 पैसा भइसकेको छ। यसलाई मारेपछि 62 पैसा पाइयो अनि 142। ओके ल, मरेपछि हामी पैसा पाइन्छ। यता चाहिँ आयो कोही हिरो, अब यसलाई 0 गराउनु पऱ्यो कि। यो जब मर्न लाग्छ नि तब यतातिर भाग्छन् कि, किनभने उता भएपछि आफू बाँचिन्छ भनेर, त्यही भएर तिनीहरूलाई उता जानु भन्दा अगाडि नै मार्नुपर्छ। यता अब चाहिँ हामी 1v2 गरौँ, 1v1 गरौँ। यसलाई नै मारिदिन्छु कि, अब पैसा पाइन्छ ल। हामी यता अर्को आइसकेको छ। अब यो भाग्छ, हेर्नु होला, यो भाग्यो मरे। ओके, रिकल गर्नको लागि चाहिँ फेरि एकछिन उभिनु गर्नु छ कि। अब चाहिँ सब फुल हुन्छ ल, फुल भइसकेको छ ल। अब चाहिँ हामी एकदम बिच्चाबाट जानुपर्छ, बिच्चाबाट जाने। यता चाहिँ यता एरोलाई फेरि यतै जा भनेको छ, यहाँ केही छैन। यता पुगेर आएपछि यो एरोले दिमागै खराब गर्दैन। यता बिच्चाबाट गऱ्यो भने झ्याउ हुन्छ। यता बिच्चाबाट नगइकन हामी साइडबाट गयौँ भने चाहिँ हुन्छ कि, होइन उनीहरू
त्यो यहाँ चाहिँ डोदर हुन्छ कि यहाँ म्याप हेर्नुपर्छ यहाँ कता छ भन्ने इनिमी त्यही भएर ल यहाँ चाहिँ कुन छ यसलाई अब यो मरिसक्यो यो भाग ना मऱ्यो मऱ्यो आइ अब यहाँ मरिसक्यो बाँच्यो यति नै मरेन त्यसलाई अब यहाँ कोही त आउला ए आयो आयो ल वान बिथ्री ल मऱ्यो कोही ए मै मरेको छु छ्यात्तेरी भएन कि ल ठिक छ त्यो जितिन्छ हाम्रो 10 उनीहरूको 2 भएको छ यसपालि जितिन्छ ढुक्कले ल अहिले फेरि यो एरोले यतै यो ड्रागनलाई मार भनेको छ मार्दैन मैले टाइम पास यसलाई मारेपछि हामी चाहिँ हिँड्छ कि सराउन्ड हिँड्छ यसलाई चाहिँ यसो मार है ल अब एउटा के हो यसको यहाँ हामी चाहिँ हिँड्छ मेरो पुच्छ यता चाहिँ एउटाले पेरे जस्तो लागेको छ होला हाम्रैले पेरे रहेछ हाम्रोले पेरे हाने यहाँ लास ओके यता कोही आउन यस्तो पेल्छु आइज कोही आउनु फेरि यता आइसकेको रहेछ यिनीहरू चाहिँ त्यहाँ छन् हामीलाई घाटा हुन्छ ल त्यस्तो त्यसमा मार्छ कि म अब त्यहाँबाट घुस्नु जानु अब गाह्रो हुन्छ पुस हान्यो क्या अब यहाँ हाम्रो भइमा पुस हाल्थ्यो पुस सबलाई हान्यो पुस ल पुस इच्छामा गएर हान्ने हो क्या कोही डराउनै पर्दैन यताबाट गर्दा कि छ्या अस्ति मऱ्यो ओके जित्यो तर यसपालि चाहिँ हामीले हारिदिनु भएन ठिक छ ल ट्याप टु कन्टिन्यू भिक्टोरी यो म्याच चाहिँ चाँडै हामी जित्यौँ किनभने उताको चाहिँ त्यस्तो राम्रो खेलेन जस्तो लाग्यो मलाई ओके 16 किलो एमएलबी एमबिपी को भएछ ए यो केटी भएछ यो कन्फर्म अच्छा अहिले चाहिँ म नराम्रो खेलेको होइन त्यही पनि भएन ल 31 ओके के आयो 31 ट्याप Epic quality card. There are new skin. Legendary. Permanent skin. ल अब के अरे मैले लिन खोजेको चाहिँ हिरो कुन हो भन्दा कहाँ गयो हिरो माई फेभरेट हिरो उरानस कि के थियो कि उरास थियो यहाँबाट लिने कि कताबाट लिएको थियो कि कहाँबाट हो कि यहाँबाट होला
यहाँबाट नि होइन ल कहाँबाट हो यहाँबाट हो कि यहाँबाट नि होइन कहाँबाट हो कि यहाँबाट त हो ठिक छ यो ब्याटल त स्टार्ट गरौँला कि पहिला चाहिँ ए सबबाट हिरोज हिरोज हो स्पेसल प्रिपरेसन स्पेसल ड्रज स्किन हिरोज 32,000 को हेर्नु पऱ्यो ओरनास हो कि के थियो कि यहाँ छ यहाँबाट सबबाट यहाँ यताबाट डायमन्डबाट छ फेरि कुन होला लाइक एन्ड सब्सक्राइब हिरोज डिस्काउन्ट यहाँबाट हो यो माई फेभरेट हिरो अझै 1000 रुपिस पुगेको छैन ल होइन के अरे 600 रुपिस भएको छैन ल फेरि स्टार्ट गरौँ र यसमा अन्ले 600 रुपिस पाएपछि चाहिँ हामीले चाहिँ न्यू हिरो अनलक गर्नेछौँ र आज चाहिँ यो चाहिँ आज अहिले नै कुन लिने अल्फा नै लिने गोल्ड लाइन मिड लाइन रोमिङ जगलिन यो अल्फा नै लिउँ है आजलाई अल्फा लिउँ अहिले ब्याटल सेटअप जङ्गल इक्विपमेन्ट ल युज गरौँ त्यो अन्ली 3 म्याच म चाहिँ यो गेम खेलेको ल त्यसरी यो अल्फा क्यारेक्टरबाट खेलेको चाहिँ अन्ली 3 म्याच भएको छ र 3 म्याचमा म सबै म्याच जितेको छु र अल्फा चाहिँ मेरो लागि लकी हो कि के हो यो थाहा भएन तर अल्फाबाट चाहिँ म चाहिँ भएको छु ल खेला है त ल मैले अहिलेसम्म नि कसैले कुनैलाई चिनेको छैन सिर्फ मेरो लागि छु मेरो अल्फाको नयाँ आएको छ किन यो एउटा यहाँ इजरायलबाट यो मुनतिरको यो सेकेन्डको छ यो इजरायलको रहेछ यो हाम्रो टिममा पनि एउटा ल वो मेरोमा न्यू स्किन आएको थियो त्यही भएर न्यू स्किन थियो त्यही भएर ल यसलाई के छ र त्यसै अट्याक है ल यही हो क्या अब यो भाग्छ लाइट त राख्यो भाग्छ भन्ने मऱ्यो एकजना कोही ज्ञान ओके लड्पु हो यही अब यो भागेर मऱ्यो भाग्न दिनु पऱ्यो नि भाग्न म दिनु पऱ्यो नि यसको पछि भाग्नु यसले गएपछि ल अब यताबाट चाहिँ यसलाई अट्याक गर्नुपर्छ
अब यो भाग्छ ल भाग्न दिनु पर्यो नि भाग्न दिनु पर्यो नि ओके यसलाई चाहिँ सबैलाई थाहा रहेछ यसलाई मारेपछि त्यसै त गयो ल ठिक छ हामी ग्रुपमा गयो भने चाहिँ सजिलो हुन्छ किनभने ग्रुपमा गएपछि चाहिँ कसैले झप्पै अट्याक हान्यो भने पनि गाह्रो हुँदैन क्या त्यस्तो ल ओके यसलाई मार्यो भने चाहिँ अलि पैसा पाइन्छ कि भन्ने त मारेको हो ल अरे मार ओके 299 रुपिस भइसक्छ 5 रुपिस मरिन्छ उता जानु जब हामी टिममेट भएर खेलिरहेको छौँ जानु भएन यता कोही आउँछ हिरो आउने बित्तिकै यता कोही जे पाए त्यही सब आएर मारिदिने त्यहाँ फेरि यस्ता भाडाभरि आउँछ यसै यो अघिदेखि चुपुर गरिसक्यो कि यो यसले मार्सेको पैसा पाइन्छ ल अब चाहिँ हामी 3 भइसक्यौँ जो आए पनि मर्छ यता चाहिँ अलि यता नजाइने बाहिर आइहाल्छ नि त्यही भएर चाहिँ यसलाई त्यस्तो ल अब के हुँदैन जस्तो लाग्यो ओके मेरो क्यारेक्टर फेरि यो सिधै जान्छ कि सुरुमै सबैभन्दा सुरुमा भेट्न ल यसले मलाई नै हेरेर रहेछ कि यसले मलाई नै हेरेर रहेछ मलाई नि अरूलाई अट्याक गरेर कि सबैलाई मार्दैछ होइन एउटी बासी रहेछ ल मार्दै हान मार्दै त्यो कुन क्यारेक्टरले रहेछ अनि फेरि हामी त्यही जामै ल अब हामी जितिन्छ ल यसलाई चाहिँ हान्नुपर्छ यो अघिदेखि चुपुर गरिरहेको छ कि धेरै चुपुर गर्नेलाई मारिदिनुपर्छ क्या अब हामीलाई क्यारेक्टर किन्न पैसा नि चाहिएको छ अब यसो मार्नु पर्यो होइन त यसलाई हामीलाई मार्न आउने फेरि यता जाउँ यताबाट घुमेर जाउँ है यता लडाइँ भइरहेको छ यो खालि आइरहेछ कि यसलाई त यो खालि त्यही यही आउँछ मर्छ जान्छ आउँछ मर्छ त्यति ल अगाडि जाउँ अब सब डराएर भाग्छ जस्तो लाग्छ यस्तो बेला चाहिँ यो चाहिँ गरेपछि यो ओके मैले चाहिँ यसलाई चाहिँ निप्टाउनुपर्छ क्या यो पछि आएर झन्झट गराइदिन्छ त्यही भएर यसलाई राखेको त यसलाई मारेपछि त भइहाल्छ छ्या मर्यो ओके त्यसो चच्चर भागेर गइहाल्नु चरा भाग गइहाल्नुपर्छ त्यहाँ
फेरि त्यहाँ फुटालिहाल्छन् कि चाँडो 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 हो अब ल ल ल ल चाँडो जानु परिहाल्यो यहाँ बिचबाट यो नाना भन्ने छ कि सानसानो यो नानाले यसलाई यहाँ आइसक्यो काम नपाए आइज मैले यसलाई उता भाइ फेरि के भन्ने ल कहाँ के भएन चाँडो जानु पऱ्यो क्या को बुझ्छ यस्तोलाई त अब यस्तरी बेल्नुपर्छ क्या रुक्न कस्तरी बेल्नुपर्छ मलाई मात्र थाहा छ क्या भाइहाल्छ नि त भाइहाल्यो त भाइहाल्छ नि क्या ठिक छ यिनीहरूले यो छ नि यो अघि उताबाट बसेर आएकी थिएँ मर्सी उता पनि बसेर आएको थिएँ क्या यता म बिचबाट गरेको थिएँ यतै फाइट भयो फेरि म उता आनन्दले बसेँ मलाई थाहा छैन घर त्यही त ल अब हामी चाहिँ यताबाट पुसार्नुपर्छ उता फेरि यो पिट्नै आउँछ क्या फेरि यसो कुनै काम छ सिर्फ पुट्न आउँछ पिट्यो यसलाई अब ल सिट ठ्याक्कै म पर्दैन उता भयो अहिले चाहिँ को भयो एमबिपी ल हेरौँ है त भिक्टर चाहिँ भयो कन्टिन्यू न्यू स्किन हेर्न सक्नुहुन्छ इलाइटमा पुग्यो इलाइट आइआई कन्टिन्यू ओके ग्रेट ट्याङ्किङमा भयो को भयो त ल एमबिपी एमबिएम भएन ठिक छ ल अनि म चाहिँ अब चाहिँ पैसै पुगेन क्या पैसै पुगेन किन पुगेन कि यहाँ ठ्याक्क यहाँ म्याच खेलेपछि पुग्छ कि भनेको ओके ल यहाँ पुग्यो ओ पुग्यो 32,000 भइसकेको छ र अब चाहिँ हामी न्यू हिरो चाहिँ म किन्दैछु कुन भन्दा चाहिँ डिस्काउन्टवाला डिस्काउन्टमा भएन कि हिरो डिस्काउन्ट ल ओके अब म चाहिँ यहाँ यसलाई किन्नेछु ल पर्चेस ओके ओके युज ब्याटल पोइन्ट डायमन्ड हामी छैन र हामीमा आइसकेको छ न्यू हिरो युरानस ओके युरानस हामीमा आइसकेको छ र यो चाहिँ यो युरानस हामीले चाहिँ अब अर्को भिडियोमा चाहिँ हामी युरानस युज गर्नेछौँ र अहिलेलाई चाहिँ हामी चाहिँ आजको भिडियोबाट बिदा हुन चाहन्छौँ थ्याङ्क यू फर वाचिङ लाइक एन्ड सब्सक्राइब बाई